र अरूसँग के कुराकानी गर्ने, कसरी बोल्ने, नेगेटिभ पोइन्ट आउँछ भने त्यसलाई पोजिटिभ कसरी बनाउने, त्यस्तो पनि सिकिरहेछु र बोल्नेमा त्यो विकास पनि भइरहेछ। अनि सर धेरै कुरा यस्तै यस्तै पोजिटिभ पोइन्टहरू आफ्नोमा पनि मतलब सर आफूलाई पछाडिको भन्दा आफूलाई सर बेटर म महसुस गरिरहेछु। अच्छा बेटर फिलिङ होइन? बेटर फिलिङ। अनि यो काम गर्न खोज्दाखेरि अथवा यो विषयमा आफूलाई जोड्दाखेरि यो काम गर्न भित्रीबाट आनन्द आउँछ कि आउँदैन, अथवा लाज लाग्छ? होइन सर, लाज किन सर? काम भनेको सर काम नै हो सर। कुनै सर सानो र कुनै ठुलो काम हुँदैन सर। काम भनेको काम हो, काम नै पूजा हो, धर्म हो सर। सर त्यसैले सर कामबाट सर कुनै कामबाट लाज गर्नु पर्दैन। किनभने सर हाम्रो घरमा के भइरहेछ, कस्तो भइरहेछ त्यो अरूलाई थाहा हुँदैन। जे गरे पनि मात्र सर अरूलाई मन नदुखोस् त्यस्तो काम गर्नु पर्दैन। बादमा कि सर सबै काम नै हुन्छ सर। अरूलाई केही हामी पुग्ने किसिमको काम गर्नु पर्दैन। अनि प्रोपर यो हाम्रो नेचर हाउसमा हजुरले काम गर्दै गर्दा यो कामलाई कसरी अगाडि बढाउन सक्छु जस्तो लाग्छ, अथवा यसको पोटेन्सियल तपाईँको हिसाबले के देख्नु भएको छ? तपाईँहरूको सहायताले अगाडि बढ्छ। हामीले त हाम्रो अगाडिको लिडरहरूसँग त सिक्नु पर्छ नि सर। अहिले त हामी अब भनौँ भर्खर पहिला हालेको छु होइन सर। बिस्तारै अब हजुरहरूको कृपाले चाहिँ सिक्दै जाउँला अनि अगाडि बढ्दै गरौँला। होइन सर, यो कृपा भन्दा पनि नि सर हामी बिजनेस पार्टनर होइन। र मैले भनेको छु सर, यो कामको लागि जहाँ जति बेला जसरी खोज्नुहुन्छ हामी त्यसरी उपलब्ध छौँ। किन भन्दाखेरि यो जीवन पुरै परिवर्तन गर्ने काम हो, परिवर्तन गर्ने काम हो। र अहिले मान्छेलाई थाहा छैन क्या हामीसँग हामीलाई के एउटा राम्रो छ भने धेरै मान्छेलाई, बहुसङ्ख्यक मान्छेलाई यहाँ थाहै छैन यो चिज के हो, एक्टिभ इन्कम के हो, प्यासिभ इन्कम के हो, होइन एक्सपोनेन्सियल ग्रोथ हुने के हो भन्ने थाहै छैन। त्यसैले गर्दा हामीले धेरै मान्छेलाई सिकाउनु पर्छ, हजारौँ लाखौँ मान्छेलाई सिकाउनु पर्ने छ। त्यो दायित्व पनि हाम्रो छ। त्यसैले गर्दाखेरि यसरी अगाडि बढौँ। ल, मैले यहाँहरूको विचार के रहेछ भनेर लिएको हुँ। अब हामी कसरी कार्यक्रम बनाउनु त्यहाँ